हामी जस्तो कम्पिटिसन भन्छौँ नि एकअर्कामा हामी इन्डस्ट्रीमा रहेर हामी किन अरूसँग हामी आफै किन जुत्ने भने हामी आफै जुत्छौँ अनि भोलि गएर कुनै बाहिरको फिल्म आउँछ अनि हामीमा नेपाली फिल्ममा हाबी हुन्छ। बरु हामी सबै मिलेर एउटा ठुलो प्रोजेक्ट गरौँ, राम्रो गरौँ, हाम्रो फिल्म बरु बाहिर लिएर जाउँ न सबै मिलेर भन्ने हो। गाली त त्यस्तो त आएको छैन, तर मलाई चाहिँ जो यस्तो एक्सन स्टारसँग काम गर्न पाएँ नि त, अनि उहाँलाई हेर्न आएर हामीलाई पनि चिन्यो नि त, त्यो चाहिँ हरिफ लाग्यो क्या। सुशील दाई जस्तो स्टारसँग हामी खेल्न पाउँदा हामी एकदम खुसी भएको छौँ। अनि हाम्रो विकी सरलाई एकदम धन्यवाद भन्न चाहन्छु, किन मलाई यो रोलको लागि सिलेक्ट गर्नुभयो होइन। एकदम खुसी भएको छु कि यो खुसी बयानै गर्ने खुसीको उसमा भावुक पनि हुन थालिसक्नु भयो होइन। भावुक हुनु पर्दैन, खुसी हुनुहोस्, किनभने फिल्मलाई यति धेरै मन पराइराख्नु भएको छ होइन। जुन घरको नुन खाइस् त्यही थालमा थुक्छस्। नुन चर्को भयो, मलाई मन परेन। ओके, थ्याङ्क यू सो मच र गुड लक। साला रेपिस्ट यस्तो यस्तो भनेर गयो पनि सुने मैले होइन। अब त्यो एचिभमेन्ट हो। फ्रेङ्कली भन्नुपर्दा हामी गाडीबाट सीता पाइला आयो, चितवनबाट बिहान हिँडेर सीता पाइला पुग्यो। यहाँ लेट हुन्छ भनेर त्यहाँबाट पठाउ लिएर गाडीमा जाम हुन्छ भनेर बाइकमा फेरि बानेश्वर आएर बानेश्वरबाट यहाँ आएको। पुरै एकदमै हतार जामसाममा। तर मलाई आजको अडियन्सहरू देखेर एकदमै मजा आइरहेछ भनौँ न। हामी सबै टिम आज म अस्ति आउनु पाएन हिजो अस्ति, तर आज फेरि सम्पूर्ण टिमसँग बसेर यसरी अडियन्सहरूसँग इन्टरेक्सन गर्दा एकदमै खुसी लागिरहेछ मलाई। त्यो क्राउड जब चियर गरिरहनु भएको थियो अघि एकछिनसम्म त क्राउडको हुटिङ एकदम धेरै भइरहेको थियो होइन, त्यो बेलामा चाहिँ कस्तो फिल भयो त्यो चाहिँ सुनौँ न एकचोटि। कस्तो पनि मलाई लिटरली गुजबम आइरहेको थियो, काँडाहरू उम्रिरहेको थियो, त्यो एनर्जी भनौँ न, त्यो चिच्याउँदा एनर्जी जस्तो थियो नि अडियन्सहरूको। मेरो त काँडा उम्रेर म एकछिन त के भनौँ जस्तो भइरहेको थियो खासमा। तर दामी एक्सपिरियन्स हो त्यो चाहिँ, दामी एक्सपिरियन्स। सबैजनाले एक हिसाबले गाली पनि त गरिरहनु भएको छ होला होइन, माया पनि गरिरहनु भएको छ अभिनयको। कस्तो लाग्दो रहेछ त अलिकति अब हिरो सँगसँगै आफूलाई पनि त्यही अनुसारले माया पाइरहँदाखेरि चाहिँ कस्तो फिल हुँदो रहेछ? डेफिनेटली खुसी नै लाग्छ नि होइन। अब लिड एक्टरले जसरी खुसी पाउनु भएको छ, हामी सबैलाई त्यसरी नै खुसी दिँदाखेरि, नट ओन्ली मी होइन, सबैलाई सबै क्यारेक्टरलाई त्यसरी नै माया गरिदिँदाखेरि खुसी नै लाग्छ। अब अहिले खुसी नै छु। फेस हेर्दा तपाईँको यस्तो माया लाग्दो छ होइन, केटीहरू त पछि लाग्नुपर्ने कुट्न आउँछन् किन होला त्यस्तो भन्ने फिल भएन तपाईँलाई चाहिँ? अनि त्यो त क्यारेक्टरलाई पत्याइदिनु भयो नि त उहाँहरूले, त्यही भएर हो। अब यतिकै चाहिँ खासमा त्यो इन्सिडेन्ट भयो। अनि कोही बेला चाहिँ अब साला रेपिस्ट यस्तो यस्तो भनेर गयो पनि सुने मैले होइन। अब त्यो एचिभमेन्ट हो। त्यसहरूको चाहिँ एक हिसाबले चाहिँ कम्पिटिसन जस्तो पनि भइरहेको थियो नि त होइन। निखिल उप्रेती दाई हुनुहुन्थ्यो, विराज भट्टे सर नै हुनुहुन्थ्यो, र त्यसै गरी अब शिव श्रेष्ठ सर हुनुहुन्थ्यो, उहाँहरू सबैजना हुनुहुन्छ नि होइन। उहाँहरू सबैजनाले यसरी काम गरिरहेको बेलामा चाहिँ अब एक्सनकै दौर पनि चलिरहेको थियो। अब अहिले फेरि एक्सनको दौर चलिरहेछ होइन। तपाईँ आफै सँगसँग चाहिँ अब चाहिँ हुन्छ नि एक्सन एक्टर्सहरू चाहिँ को आउँदैछन् तपाईँले आफैले मनन गर्नुभएको, र यसरी चाहिँ एक्सनले चाहिँ अब कलाकारहरू चाहिँ एक्सनलाई चाहिँ यसरी धान्नुहुन्छ भन्ने खालको कलाकार चाहिँ को देखिरहनु भएको छ तपाईँको नजरमा? होइन, धेरैजना हुन्छ। मलाई त अलमोस्ट जसले गर्नुभएको सबैको राम्रै लाग्छ, कतिले चान्स पाउनु भएको छैन जस्तो लाग्छ एक्सनमा। जस्तो अब हाम्रो समीरजीको पनि राम्रो छ, अब अरू को हुनुहुन्छ सबैको जसले ट्राई गर्नुभएको छ सबैको राम्रो छ जस्तो लाग्छ। तर अनि एउटा मलाई सानो कुरा भन्नु मन लाग्यो, हामी जस्तो कम्पिटिसन भन्छौँ नि एकअर्कामा हामी इन्डस्ट्रीमा रहेर हामी किन अरूसँग हामी आफै किन जुत्ने भने हामी आफै जुत्छौँ अनि भोलि गएर कुनै बाहिरको फिल्म आउँछ अनि हामीमा नेपाली फिल्ममा हाबी हुन्छ। बरु हामी सबै मिलेर एउटा ठुलो प्रोजेक्ट गरौँ, राम्रो गरौँ, हाम्रो फिल्म बरु बाहिर लिएर जाउँ न सबै मिलेर भन्ने हो। हाम्रो आउटलुकको एउटा सोच पनि एउटा सपना पनि त्यही थियो कि हामी बाहिरको बलिउड किन भन्छौँ, हामी हलिउड किन भन्छौँ, हामी हाम्रो नेपाली फिल्म बनाउँ न जुन त्यो लेभलको हुन्छ, त्योभन्दा नि अझ उच्च स्तरको हुन्छ। हेर्ने भने हामी कम बजेटमा नि कुन लेभलको फिल्म बनाइरहेको हुन्छौँ नि त होइन। त्यसैले हाम्रो सपना त्यही थियो, एउटा आउटलुक दफा 219लाई एउटा नेक्स्ट लेभल एउटा नेपाली फिल्म बाहिरबाट हेर्दा पनि बाहिरको अडियन्सहरूले हेर्दा पनि नेपाली फिल्म पनि यस्तो हुन्छ भन्ने एउटा सपना थियो, त्यो आज पुरा भएको छ। त्यसैले सबैजना हुनुहुन्छ, कतिले अब अहिले हिजोको दिनमा भनौँ न समीर एकदमै एक्सनमा चम्किनु भएको छ उहाँ, अब भोलि अर्को आउला, आज पर्सि अर्को होइन। म भन्दा नि मलाई दर्शकहरूले जस्तो मन पराइदिनु भएको छ एक्सनमा होइन, मन पराइदिनु भएको छ। अनि भोलि अब यो पर्मानेन्ट हुँदैन नि त कहिले पनि, भोलि म जाउँला, भोलि अर्को आउँछ, भोलि ऊ जाला, भोलि अर्को आउँछ। त्यसैले सबैलाई वेलकमिङ चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई।
मलाई लाग्यो अब आउटलले अहिले हुन्छ नि एउटा बेन्चमार्क सेट गरिसकेको छ नि त दर्शक माझ पनि होइन अब छिटै नै पिताम्बर पनि आउँदैछ जुन चाहिँ एक्सनले भरिपूर्ण छ होइन के छ त त्यसले गर्दा चाहिँ हुन्छ नि त्यो चाहिँ योभन्दा राम्रो थियो भनेर कम्पेरिजन त आउला नि त पछिको दिनमा होइन त्यो हेर्नलाई चाहिँ तपाईँ आफै चाहिँ आतुर हुनुहुन्छ कि हुनुहुन्न त त्यो सुनौँ न मैले टिजर पनि हेरेको युट्युबमा आएपछि मलाई एकदमै मन परेको तर प्याटर्न फरक हो जस्तो लाग्छ मलाई जस्तो पिताम्बरको टिजर हेर्दा त्यो एक्सन प्याटर्न फरक हो त्यसको आफ्नो अडियन्स छ हाम्रो एक्सन प्याटर्न फरक हो हाम्रो अर्कै अडियन्स भयो त्यसैले अवश्य नै म एकदमै आतुर छु त्यो फिल्म पछि मैले हेरेँ भने मैले पनि धेरै कुराहरू नयाँ कुरा सिक्न पाउँछु त्यो फिल्मबाट त्यसैले वेटिङमै छु त्यो फिल्म हेर्नलाई ओके यहाँ सबैको डिमान्ड छ कि अब हिरो र भिलेनलाई आँखा जुदाई गरेर एउटा डायलग बोल्नु पर्यो कतिको सक्नुहुन्छ भनेर होइन आई कन्ट्याक्ट गरेर अरे ल तपाईँहरू चस्मा खोलेर आई कन्ट्याक्ट गरेर ल हात छोडिदिनु अब तपाईँहरू एकछिनको लागि भिलेन र हिरो आउनुहुन्छ ल जुन घरको नुन खाइस् त्यही थालमा थुक्छस् नुन चर्को रह्यो मलाई मन परेन ओके थ्याङ्क यू सो मच र गुड लक